नमस्कार हामी चाहिँ धनकुटाको शुक्रबारे स्याउ फल्ने ठाउँमा आएको छौँ। यता एलिया सर हुनुहुन्छ, यता पछाडि हाम्रो केवल भाइहरू हुनुहुन्छ। स्याउ चाहिँ ल है हेर्नु है, यतिको चाहिँ फलेर छ सर। एउटा साइज हेर्नु न ल, एकदम अर्ग्यानिक ठुलो रहेछ। हेर्नु गाइचो डेन्जर फलेर चाहिँ मुस्ताङ जानु परेन है अब चाहिँ स्याउ खानलाई, होइन सर? एउटा देखाउनु त शुक्रबारेमै स्याउ खानलाई चाहिँ स्याउ खानलाई चाहिँ शुक्रबारेमै आउनु पर्दो रहेछ। पत्र मान्छेको टाउको जत्रै छ त यो स्याउ त यार। विक्रम सर हजुर ल अर्ग्यानिक स्याउ एउटा चाखौँ है, देखाउनु त। ल सर मजाले है त ल। बब्बल ल म पनि सर एकचोटि ट्राई गरेँ त ल, राम्रै आइरहेको नि होइन? म पनि ट्राई गरेँ त ल। मैले चाहिँ खाएँ गाइस। बब्बल फलेको छैन साथीहरू, होइन? एकजना भाइले पुगेन। स्याउ मात्रै नभएर यहाँ चाहिँ अनेक बिरुवाहरू रहेछ। कत्रो हेर्नु न सबै तर फुटेको। यो चाहिँ अन्ना जातको स्याउ हो। अर्कै रहेछ नि त। दुसरी चाहिँ अलिक छिटो पाक्ने हुनाले सबै पर्नु अन्तिम बेला आएछ केवल भाइ। हेर्नुहोस् उयो चाहिँ कत्रो यार भयो, धेरै नभनौँ। एउटा देखाउनु त ल। स्याउ खानु इच्छुक हुनेहरूले एकदम चाँडोभन्दा चाँडो आउनु होला। स्याउ सकिसकेको छ, अब सकिन लागिसकेको छ। तुरुन्तै एकदम स्पेसल छ। एभोकाडो हो भाइ। स्याउ मात्रै नभएर चाहिँ अनेक रहेछ, एभोकाडो पनि रहेछ साथी। हेर्नु है त फल। आलु पनि रहेछ। यो चाहिँ एभोकाडो ठ्याक्कै धनकुटाको शुक्रबारे 24 भन्ने ठाउँमा। यहाँदेखि पर चाहिँ तपाईँको धनकुटा राजारानी, यता जब न हो उहाँ पर सानो बोटमा कस्तो फलेको छ राउन्ड त हेर्नु। सर यस्तै छ है आजको हाम्रो घुमाइ चाहिँ। उता परको डाँडाको भ्यू हेर्नु होला। उता पछाडि हाम्रो एलिया सर आउँदै हुनुहुन्छ। हेर्नु त एलिया सर यहाँनिर। ल यो हो नि त स्याउ फल। स्याउ मात्रै नभएर हेर्नुको लागि पनि एकदम राम्रो ठाउँ। भ्यू पनि एकदम। टिकटक बनाउनुको लागि नमस्कार हामी चाहिँ धनकुटाको शुक्रबारे स्याउ फल्ने ठाउँमा आएको छौँ। यता एलिया सर हुनुहुन्छ, यता पछाडि हाम्रो केवल भाइहरू हुनुहुन्छ। स्याउ चाहिँ ल है हेर्नु है, यतिको चाहिँ फलेर छ सर। एउटा
गाई हेर्नु न ल एकदम अर्ग्यानिक ठुलो रहेछ हेर्नु गाइचो डेन्जर फलाएर चाहिँ मुस्ताङ जानु परेन है अब चाहिँ स्याउ खानलाई होइन सर एकदम यतै अङ्कल चाख्नु पर्ने हो त एउटा देखाउनु त शुक्रबारमै स्याउ खानलाई चाहिँ खिच्न यहाँ मलाई स्याउ खानलाई चाहिँ शुक्रबारमै आउनु पर्दो रहेछ है कत्रो मान्छेको टाउको जत्रै छ त यो स्याउ त यार विक्रम सर हजुर ल अर्ग्यानिक स्याउ एउटा चाखौँ है देखाउनु त ल सर मजाले है त ल बब्बल बब्बल छ बब्बल ल म पनि सर एकचोटि ट्राई गरेँ त ल राम्रै आइरहेको नि होइन म पनि ट्राई गरेँ त ल ल मैले चाहिँ खाएँ गाइस बब्बल यहाँ फलेको छैन साथीहरू होइन एकजना भाइले पुगेन स्याउ मात्रै नभएर यहाँ चाहिँ अनेक बिरुवाहरू रहेछ कत्रो हेर्नु न सबै तर फुटेको यो चाहिँ अन्ना जातको छ है अर्कै राजा नि त यो दुसेट चाहिँ अलिक छिटो पाक्ने हुनाले सबै फोन अन्तिम बेला आएछ है केवल भाइ हेर्नुहोस् उयो चाहिँ कत्रो यार भयो धेरै नबनाऊ एउटा देखाउनु त ल स्याउ खानु इच्छुक हुनेहरूले एकदम चाँडोभन्दा चाँडो आउनु होला स्याउ सकिसकेको छ अब सकिन लागिसकेको छ तुरुन्तै एकदम स्पेसल छ यो चाहिँ के को बोट हो यो एभोकाडो हो भाइ यो स्याउ मात्रै नभएर चाहिँ अनेक कुरा छ एभोकाडो पनि रहेछ साथी हो हेर्नु है त फल चारू पनि रहेछ यो चाहिँ एभोकाडो ठ्याक्कै धनकुटाको शुक्रबारे 24 भन्ने ठाउँमा स्याउ यहाँदेखि पर चाहिँ तपाईँको धनकुटा राजा रानी यहाँ त अब न हो उहाँ पर सानो बोटमा कस्तो फलेको छ आउनु त हेर्नु सर यस्तै छ है आजको हाम्रो घुमाइ चाहिँ उता परको डाँडा काँडाको भ्यू हेर्नु होला त पछाडि हाम्रो एरिया सर हुन्छ हेर त हेर्नु त एरिया सर यहाँनिर ल यो हो नि त स्याउ फल स्याउ मात्रै नभएर हेर्नुको लागि पनि एकदम राम्रो ठाउँ भ्यू पनि एकदम टिकटक बनाउनुको लागि ल है त स्याउ त यता पो रहेछ चाहिँ बढी त बा हेर्नु है स्याउ फलेको हेर्नु सर यहाँनिर म पनि एकचोटि खालको एउटा टिपेर खाएँ त अङ्कल ल सर यो सानो खालको ल म पनि एउटा टिपेर सर यता देखाउनु त म पनि एउटा टिपेर ल
ल कत्रो ठुलो स्याउ हेर्नु है साथी बाप रे ए म त यता माथि थिएँ अनि बाप्रे। थाहै भएन फोन त चार्जमा पो थियो। अरे होस् ल ल कत्रो ठुलो स्याउ हेर्नु है साथी बाप रे ए म त यता माथि थिएँ अनि बाप्रे। थाहै भएन फोन त चार्जमा पो थियो। अरे होस् ल